महिलाहरूले प्रयोग गर्ने ब्रामा किन तीनवटा उस्तै हुक हुन्छन्? के तपाईँलाई थाहा छ? यदि थाहा छैन भने यो भिडियो तपाईँको लागि हो। भिडियो अन्तिमसम्म हेर्नुहोस्। तपाईँ यदि विवाहित पुरुष हुनुहुन्छ भने यो कुरा आफ्नो श्रीमतीलाई जानकारी गराउनुहोस् है। अनि तपाईँ ब्रा प्रयोग गर्दै हुनुहुने महिला हुनुहुन्छ भने त तपाईँको लागि झन् यो भिडियो जानकारीमूलक हुनेछ। भिडियो स्किप नगर्नुहोस्। ल अब सुरु गरौँ। महिलाले प्रयोग गर्ने ब्रामा किन तीनवटा हुक हुन्छन् भनेर। एक समयपछि हरेक केटीका लागि ब्रा एक अत्यावश्यक वस्त्र बन्न पुग्छ। समयसँगै बजारमा धेरै डिजाइन उपलब्ध छन्, जस्तै अफिस वेयर, स्पोर्ट्स ब्रा वा घरमा आरामका लागि प्रयोग गरिने विशेष प्रकारका कम्फर्टेबल ब्रा। तिनलाई छान्दा महिलाहरूले मात्र फैब्रिक र क्वालिटीमा होइन, कम्फर्ट र फिटिङमा पनि ध्यान दिन्छन्। तर के यी सबै ब्रामा देखिने एउटा साझा कुरामा ध्यान दिनुभएको छ? पछाडि लगाइएका तीनवटा उस्तै साइज र आकारका हुकहरू। आखिर ब्राको पछाडि लगाइएका यी समान हुकहरूको लजिक के हो र यिनलाई पछाडि नै किन लगाइन्छ? कप साइज र ब्यान्ड साइजमा हुन्छन्। अन्तर ब्रामा तीनवटा उस्तै हुकहरू लाग्नुको पहिलो कारण महिलाहरूको शरीरको प्रकार हो। हरेक महिलाहरूको शरीर अर्को महिलाभन्दा फरक हुन्छ। यसरी ब्राको कप साइज र ब्यान्ड साइजमा अन्तर देखिन्छ। कहिलेकाहीँ कप साइज ठिक हुन्छ तर पछाडिको ब्यान्ड ठिक हुँदैन। त्यस्तो अवस्थामा तीनवटा फरक फरक दूरीमा लगाइएका हुकहरूलाई एडजस्ट गरेर मात्र सही फिटिङमा ल्याउन सकिन्छ। त्यसैले ब्रा सम्बन्धी जानकारी जान्नु महिलाहरूका लागि आवश्यक छ। स्ट्रेचेबल ब्यान्ड लुज भएपछि हुकहरू प्रयोग हुन्छन्। समयसँगै ब्रा अलिकति लुज हुन्छ किनकि जुन ब्यान्डमा हुकहरू लगाइएका हुन्छन् त्यो स्ट्रेचेबल हुन्छ। त्यसैले जब महिलाहरू नयाँ ब्रा किन्छन्, यिनै फरक फरक हुकहरूको कारण यसको आयु बढ्छ। त्यसैले यदि कप खराब भएको छैन भने यसलाई केही समयसम्म प्रयोग गर्न सकिन्छ। तेस्रो हुकमा पनि लुज भए ब्रा बदल्नुहोस्। पहिलो हुक पछि ब्राको दोस्रो हुक दैनिक लगाउनका लागि उपयुक्त हुन्छ। यो न त धेरै लुज हुन्छ न त टाइट र पर्फेक्ट ब्याक सपोर्ट दिन्छ। तर यदि तेस्रो हुक लगाएर पनि ब्रा लुज लाग्छ भने यो बदल्ने समय आएको सङ्केत हो। राम्रो आकारसँगै प्रेसर डिस्ट्रिब्युट हुन्छ। एउटा हुकको सट्टा धेरै हुकहरू हुँदा दबाव एकै ठाउँमा पर्दैन, जसले गर्दा ढाड दुख्ने वा असजिलो महसुस हुँदैन। तीनवटा हुकले ब्रालाई बढी स्थिर बनाउँछ। विशेष गरी ठुलो स्तन भएका महिलाहरूका लागि यो बढी उपयुक्त हुन्छ। यदि अगाडि यसरी हुक लगाइयो भने लगाउन असजिलो हुन्छ। त्यसैले अहिले फ्रन्ट जिप क्लोजर भएको स्पोर्ट्स ब्रा आएका छन्, जसलाई लगाउन फ्रन्ट हुकको तुलनामा सजिलो हुन्छ। हुकको आकार गोलो किन हुँदैन? यदि ध्यान दिनुभएको छ भने कुनै पनि ब्राको हुक गोलो हुँदैन। यसलाई सधैँ आर्क वा आयतकार आकारमा मात्र बनाइन्छ। यसको कारण प्रायोगिक प्रयोग र कम्फर्ट हो। गोल हुक खोल्न र बन्द गर्न गाह्रो हुन सक्छ, विशेष गरी पछाडिबाट हात लगाएर खोल्दा। त्यसैले आर्क वा आयतकार आकारमा हुकहरूलाई यसरी लगाइन्छ कि तिनीहरू एक अर्कामा फिट हुन्छन् र बलियोसँग लक भएर सजिलै खोल्न पनि सकिन्छ। अब कसरी थाहा पाउने तपाईँलाई कुन ब्राको साइज ठिक छ भनेर? यो हेर्नुहोस्। ब्राको ब्यान्ड ठिक हुनुपर्छ, किनकि ब्राको सबैभन्दा बढी सपोर्ट ब्यान्डले दिन्छ। यदि यो माथि सरेको छ वा धेरै लुज छ भने साइज गलत छ। कपमा पनि ग्याप हुनु हुँदैन। यदि स्तनमा कप फिट हुँदैन वा बाहिर निस्किरहेको छ भने कप सानो छ। यदि स्पेस देखिन्छ भने कप ठुलो छ। स्ट्र्यापमा पुरै वजन हुनु हुँदैन। सही ब्रामा सपोर्ट ब्यान्डले दिन्छ, त्यसलाई स्ट्र्यापले मात्र ब्यालेन्स गर्छ। सेन्टरको भाग ठिक हुनुपर्छ। यदि ब्राको बीचको भाग छातीमा राम्ररी टच गर्दैन भने फिट छैन भन्ने हुँदैन। सास लिन गाह्रो भयो भने गलत छ। ब्रा फिट हुनुपर्छ, तर यदि दबाव महसुस हुनु हुँदैन। सही कप साइज यसरी थाहा पाउनुहोस्। एउटा राम्रो ब्राको कप साइज ठिक हुनु पनि आवश्यक छ। यसलाई थाहा पाउन दुई कुराको नाप लिनुपर्छ। बस्ट छातीको उठेको भाग र अन्डर बस्ट छातीको तल्लो भाग।
अन्डर बस्ट नाप्न मेजरिङ टेपलाई छातीको ठिक तल्लो भागमा लगाएर नाप्नुपर्छ। बस्ट नाप्न टेपलाई छातीको सबैभन्दा उठेको भाग न धेरै लुज न एकदम टाइट राखेर नाप्नुपर्छ। दुवैमा अन्तर निकाल्न बस्ट र अन्डर बस्ट बीचको फरकले नै कप साइज निर्धारण गर्छ। 1 इन्चको अन्तर ए, 2 इन्चको अन्तर बी, 3 इन्चको अन्तर सी, त्यस्तै 4 इन्चको अन्तर डी। अन्डर बस्ट 32 इन्च छ र बस्ट 34 इन्च छ भने अन्तर 2 हुन्छ र कपको साइज पनि बी हुन्छ। ध्यान दिनुपर्छ, हरेक ब्रान्डको ब्राको साइजमा फरक हुन सक्छ, त्यसैले ट्रायल फिटिङ पनि आवश्यक छ। यो जानकारी तपाईहरुकै लागि हो। के कस्तो लाग्यो सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। यस्तै भिडियो हामी तपाईहरुमाझ लिएर आउने नै छौं। पक्कै पनि हामीसँगै जोडिनुहोला।